हेलो गाइज, नमस्ते। तपाईहरुलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। आज म हजुरहरुको लागि यो ब्लकबस्टर एपको यहाँ हेर्न सक्नुहुन्छ फेरि रिभ्यू लिएर आएको छौं। त्यसमा पहिला मैले त्यो भिडियोमा $10 को विथड्र गरेर देखाएको थिएँ हैन, कसरी विथड्र गर्ने, कसरी के गर्ने भनेर तपाईलाई मैले त्यो भिडियो हाल्दिएको थिएँ। अनि आज चाहिँ मेरो यहाँ हेर्न सक्नुहुन्छ, सुरुमा म तपाईहरुलाई त विथड्र गरेर नै देखाउँछु सबै भिडियोमा। आज पनि म यो भिडियोमा तपाईहरुलाई विथड्र गरेर नै देखाउँछु। यहाँ जेम्सहरु हेर्न सक्नुहुन्छ, मेरो 2,01,200 जेम्स भइसकेको छ हैन। यहाँ माई जेम्समा हेर्न सक्नुहुन्छ, यो बराबर मलाई कति डलर मिल्नेछ भने यहाँ हेर्नुस् $20 आउनेछ है। अनि यो विथड्र गर्नको लागि सुरुमा तपाईहरुलाई मेट वालेट क्रिएट गर्नुपर्छ, जसमा तपाईहरुले यसमा ब्लकबस्टर एपमा रजिस्टर गर्नु त एकदम सजिलो छ हैन। रजिस्टर गर्नको लागि तपाईहरुले मेरो डिस्क्रिप्सनमा लिंक छ, त्यहाँबाट गएर रजिस्टर गर्न सक्नुहुनेछ हैन। अनि यसमा राम्रो कुरा के छ भने तपाईहरुले यसमा पर रिफर $1 पाउन सक्नुहुन्छ, 10,000 जेम्स पाउन सक्नुहुन्छ। 10,000 जेम्स बराबर $1 हुन्छ हैन। अनि तपाईहरुले त्यो ब्लकबस्टर गेमहरु पजलहरु सल्भ गरेर पनि कमाउन सक्नुहुन्छ। यहाँ मेरो अहिले $20 रहेको छ हैन। यहाँ माई मेट वालेट जुन हेर्नुहुन्छ, यहाँ क्रिएट गर्नुपर्ने हुन्छ। इजी छ, एकदम इजी छ। यहाँ सुन्छ $10 मैले अस्ति रिसिभ पनि गरेको थिएँ। अनि तपाईहरुले यसमा मेट वालेट बनाउनको लागि डाइरेक्ट जीमेलबाट तपाईहरुले बनाउन सक्नुहुनेछ है। अनि यहाँ $20 रहेको छ। म यो विथड्रमा क्लिक गर्छु, यहाँ हेर्न सक्नुहुन्छ। अब $20 जुन छ, मैले यो विथड्रमा क्लिक गरे अनि यहाँ अब जस्तै यो मेट वालेटमा मेरो आउनेछ। अनि यहाँ गो टु मेट वालेटमा यसरी क्लिक गर्दा यहाँ हेर्न सक्नुहुन्छ, $20 आइसक्यो मेरो। हेर्न सक्नुहुन्छ कति मजाले $20 मेट वालेटमा पनि आइसक्यो। अब यो मेट वालेटबाट अब क्याश आउट गर्नुपर्छ। केमा गर्नुपर्छ भने यहाँ इपे मेरो यो छ। तपाईले यो कन्ट्री सेलेक्ट गर्दा इपे बना यो के भन्छ मेट वालेट बनाउँदाखेरि इन्डिया सेलेक्ट गर्नु होला। अनि त्यहाँ डलरको पनि अप्सन आउँछ हैन। यस्तो तपाईले बैंकहरुमा पनि विथड्र गर्न सक्नुहुनेछ। इन्डिया कन्ट्री सेलेक्ट गर्न मैले यहाँ नेपाल गरेको छु, मेरो इपे आएको छ। अब जस्तै $20 रहेको छ यो सबै फी यहाँ हेर्न सक्नुहुन्छ। $0.30 फी लाग्नेछ। अनि सबमिटमा यसरी क्लिक गर्दा अनि यहाँ पेमेन्ट पासवर्ड मागिरहेछ। मैले यहाँ पेमेन्ट पासवर्ड राखिदिसके हैन। अब यो पेमेन्ट पासवर्ड राखेपछि यहाँ हेर्न सक्नुहुन्छ 7 दिन भित्रमा आउँछ, तर यो 20 मिनेट भित्रमै आउँछ। मेरो त्यो इपे वालेटमा आइहाल्नेछ हैन। यसरी नै तपाईले यहाँ हेर्न सक्नुहुन्छ कति मजाले विथड्र पनि भयो। अब यहाँ हेर्न सक्नुहुन्छ मेरो $20 पनि काटिसकेको छ है। सक्सेस पनि भयो $20 हैन। कति मजाले यसमा विथड्र आउँछ हैन। अनि यसमा तपाईहरुले रिफरलहरु गरेर हैन, यहाँ रिफरलमा हेर्न सक्नुहुन्छ, यहाँ रिफरल कोड रहेको छ। मेरो यति रिफरल छ हैन। यो कोड तपाईहरुले कपी गरेर अनि तपाईहरुले साथीहरुलाई रिफर गरेर पनि यसबाट अर्निङ गर्न सक्नुभयो है त। अनि यहाँ तपाईहरुले यो पजल गेम खेलेर आधी घण्टा 1 घण्टा हैन, त्यहाँबाट तपाईहरुले गर्न सक्नुभयो। अनि मेन कुरा के छ भने तपाईहरुले आईडी बनाउँदाखेरि यहाँ प्रोफाइलको अप्सन छ, यहाँ क्लिक गर्नु होला हैन। यहाँ सेटिङमा क्लिक गरेपछि अब यहाँ तपाईहरुले योहरु भयो हैन। आफ्नो प्रोफाइल चाहिँ फिल अप गर्नु होला है। यहाँ प्रोफाइलमा क्लिक गर्नुहुन्छ भने प्रोफाइल फोटो जेन्डरमा मेल राख्नु होला, एज सेलेक्ट गर्नु होला हैन। अब यो एकाउन्टको अप्सन जुन छ, यसमा तपाईहरुले आफ्नो गुगल चाहिँ एड गर्नु होला हैन। लगइन डिभाइस भइसक्यो, इमेल चाहिँ आफ्नो भेरिफाई गर्नु होला। अनि तपाईले मजाले अर्निङ गर्न सक्नुहुनेछ है। यो चाहिँ कम्पलसरी गर्नु होला है त। अनि यसरी नै यसबाट तपाईहरुले अर्निङहरु पनि गर्न सक्नुहुनेछ हैन, विथड्र पनि गर्न सक्नुहुनेछ। तपाईहरुको लागि यस्तो लिंक चाहियो भने मेरो डिस्क्रिप्सनमा छ, त्यहाँबाट तपाईहरुले डिस्क्रिप्सनबाट लिंक लिएर अनि त्यहाँबाट प्ले स्टोरबाट डाउनलोड गरेर यसमा आईडी बनाएर तपाईहरुले राम्रोसँग अर्निङ गर्न सक्नुहुन्छ। ल त गाइस, धन्यवाद। आशा गर्दछु कि भिडियो राम्रो लागेको होला। च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। यस्तै भिडियो तपाईहरुको लागि ल्याइराख्ने छु। ल त, थ्यांक यू सो मच।